खोटाङमा हेलिकप्टर दुर्घटना, एकजना घाइते। खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना पर्दा एकजना घाइते भएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कणेलले आज हेलिकप्टर दुर्घटना परेको जानकारी दिएकी छन्। हेलिकप्टर दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन। केपलासगढी गाउँपालिका 2 को बालाबेसेमा हेलिकप्टर दुर्घटना परेको हो। दुर्घटना परेर एकजना घाइते भएको बुझिएको हो। मंगलबार दिउँसो 12:02 जाँदा एयर डाइनेस्टीको 9NAHQ हेलिकप्टर दुर्घटनामा परेको हो। पाइलट सबिन थापा र 5 जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोकिएको खोटाङ प्रहरीले जनाएको छ। काठमाडौँबाट आमाको कामका लागि परिवारका 5 जना आउनु भएको रहेछ, जिल्ला प्रहरी कार्यालय खोटाङले भनेको छ। त्यसक्रममा हावाको वेगले अनियन्त्रित भई हेलिकप्टर पल्टिएको हो। तर प्रमुख जिल्ला अधिकारी रेखा कणेलले सब बोकेर हेलिकप्टर आएको बताएकी छन्। जिल्ला प्रहरीले भने आमाको काजक्रियाका लागि आएको परिवार चढेको जानकारी दिएको छ। हेलिकप्टर ल्यान्ड हुने क्रममा भित्तामा ठोकिएर पल्टिँदा सोही ठाउँका 50 वर्षीय काजी बहादुर राई घाइते भएका छन्। उनलाई एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ। चालक थापा सहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यो यहाँनिर एकदमै नसोचेको दुर्घटना भयो। काठमाडौँबाट 2 नम्बर वडा केपलासगढी 2 नम्बर वडा बालाबेसमा चाहिँ यहाँनिर लास लिएर आएको हेलिकप्टर चाहिँ यहाँनिर बस्ने क्रममा मान्छेहरू निस्किसके कारणले भन्ने कुरो यहाँ खुल्न आएको छैन। यो के समस्या, के प्राविधिक समस्या हो भनेर यसले हामीले यहाँनिर बालाबेसी भन्ने ठाउँमा चाहिँ यसरी हेलिकप्टर दुर्घटना भएको छ। ला एक्सिडेन्ट भयो, एक्सिडेन्ट भयो। ला एक्सिडेन्ट भयो यार, एक्सिडेन्ट भयो यार, एक्सिडेन्ट भयो यार। ओ माय गॉड, एक्सिडेन्ट भयो यार, मा कसम। ओ माय गॉड।